के तपाईलाई थाहा छ एउटा यस्तो नेपाली एप्लिकेसन छ जसले धेरै काम एउटै ठाउँमा सजिलै गर्न सहयोग गर्छ। आजको भिडियोमा हामी नेपा एपको बारेमा पूरा जानकारी बुझ्नेछौँ। यसको हिडन फिचर, बेनिफिट्स र कसरी युज गर्ने भन्ने तरिका स्टेप बाइ स्टेप सिक्नेछौँ। सबैभन्दा पहिला नेपा एप्लिकेसन भनेको के हो? नेपा एप्लिकेसन भनेको एउटा मोबाइल एप हो जसले युजरलाई विभिन्न डिजिटल सेवा, जानकारी र सुविधा एकै ठाउँमा उपलब्ध गराउने काम गर्छ। यो एपको मुख्य उद्देश्य भनेको काम सजिलो बनाउने, समय बचत गर्ने, डिजिटल सेवा प्रयोग गर्न सहयोग गर्ने र नेपा एपका मुख्य फिचरहरू हेर्नुपर्दा 1 नम्बरमा रहेको छ सजिलो डिजाइन। एप धेरै सिम्पल छ, सबैले सजिलो प्रयोग गर्न सक्छन्। नयाँ युजरको लागि पनि इजी छ। दोस्रो नम्बरमा जानकारी पाउने सुविधा। विभिन्न अपडेटहरू हेर्न मिल्छ। आवश्यक जानकारी एकै ठाउँमा पाइन्छ। 3 नम्बरमा अनलाइन सर्भिस एक्सेस। केही सेवाहरू अनलाइनबाट प्रयोग गर्न सकिन्छ। फर्म वा रिक्वेस्ट सबमिट गर्न पनि सकिन्छ। चौथो नम्बरमा रहेको छ छिटो काम गर्ने। एप हल्का छ, धेरै डाटा नखाने, छिटो चल्ने। 5 नम्बरमा रहेको छ नेपाली युजर फ्रेन्डली। नेपाली प्रयोगकर्तालाई ध्यान दिएर बनाइएको एप्लिकेसन हो। बुझ्न सजिलो खालको इन्टरफेस रहेको छ। यसका मुख्य हिडन फिचरहरू। कतिपय व्यक्तिलाई यो हिडन फिचर बारेमा थाहा नै छैन। 1 नम्बरमा रहेको छ सर्च सुविधा। एप भित्र चाहिएको कुरा तुरुन्त खोज्न मिल्छ। 2 नम्बरमा सेभ बुकमार्क अप्सन। इम्पोर्टेन्ट पेज सेभ गरेर पनि हेर्न मिल्छ। 3 नम्बरमा रहेको छ नोटिफिकेसन सिस्टम। नयाँ अपडेट आयो भने नोटिफिकेसन आउन सक्छ। 4 नम्बरमा रहेको छ लिमिट अफलाइन भ्युज। केही जानकारी इन्टरनेट बिना पनि हेर्न सकिन्छ। नेपा एप कसरी युज गर्ने त? स्टेप बाइ स्टेप हेरौँ है। फर्स्ट स्टेप प्ले स्टोरबाट नेपा एप्लिकेसन डाउनलोड गर्नुहोस्। सेकेन्ड स्टेपमा एप ओपन गर्नुहोस् र आवश्यक पर्मिसन अलो गर्नुहोस्। थर्ड स्टेपमा होम स्क्रिनमा विभिन्न अप्सन देखिन्छ। फोर्थ स्टेपमा तपाईलाई चाहिएको सर्भिसमा क्लिक गर्नुहोस्। फिफ्थ स्टेपमा त्यहाँबाट इन्फर्मेसन हेर्न वा युज गर्न सकिन्छ। नेपा एप्लिकेसनका केही टिप र ट्रिक। एप अपडेट सधैँ लेटेस्ट राख्नुहोस्। नोटिफिकेसन अन राख्नुहोस्। सर्च बार प्रयोग गरेर छिटो खोज्नुहोस्। इम्पोर्टेन्ट पेज बुकमार्क गर्नुहोस्। नेपा एपका फाइदाहरू। समय बचत हुन्छ, काम सजिलो हुन्छ, सबै जानकारी एउटै ठाउँमा पाइन्छ, डिजिटल सेवा प्रयोग गर्न सजिलो हुन्छ। अन्त्यमा यदि यो भिडियो तपाईलाई उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र सब्स्क्राइब गर्न नभुल्नुहोस्। अर्को नयाँ भिडियोमा हाम्रो भेट हुनेछ। एप लिङ्क डिस्क्रिप्सन बक्समा दिइएको छ। हस्त धन्यवाद।